धेरै धेरै धन्यवाद कलाकार सम्पूर्ण साथीहरूको टिमलाई यो अत्यन्तै मिठो प्रस्तुतिका लागि। मैले आसन ग्रहको क्रमलाई जोड्न चाहे र नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कमिटी सदस्य अशोक जङ विष्टज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। र यसपछि मैले आफ्नो अध्यक्षता सहित आफ्नो मन्तव्य राखिदिनु हुन यस कार्यक्रमका अध्यक्ष र यस आरआर क्याम्पसका सोभ्यू सभापति आदरणीय दाजु लोकेश कुमार खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। स्वतन्त्र विद्यार्थी युनियन रत्नराज्य लक्ष्मी क्याम्पस आरआरले आयोजना गरेको माघ 3 गतेदेखि 9 गतेसम्म यो आजको दिनसम्म सञ्चालनमा रहेको बृहत रचनात्मक सप्ताह तथा नवागत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सँगै आज सरस्वती पूजा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ल्यासुका पूर्व केन्द्रीय अध्यक्ष आदरणीय नेता श्रमिक बरालज्यू, त्यसै गरी विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी प्रमुख आदरणीय सर डाक्टर दिपेन्द्र बराल जुलीज्यू, त्यसै गरी विशिष्ट अतिथि रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर पदम अधिकारीज्यू र अतिथिको रूपमा बस्नुभएका ल्यासुका केन्द्रीय उपमहासचिव कमल जोशीज्यू र स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसका पूर्व सभापति विनोद मञ्जन, राजकुमार राई, तपेन्द्रजङ साईज्यू र साई क्याम्पसज्यू, विद्यार्थी कल्याणकारी लीला प्रसाद लिम्बुज्यू र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य अनुराग शाह, अशोक सिंह विष्टज्यू र अन्यासु क्रान्तिकारी नेविसङ्घ विभिन्न तह तबकाबाट विभिन्न विद्यार्थी सङ्गठनको राजनीतिबाट अतिथिको रूपमा आउनुभएका आदरणीय नेता कमरेड ज्यूहरू र पूर्व मेचीदेखि पश्चिम महाकालीको विभिन्न भूभागबाट आरआर क्याम्पसमा उच्च शिक्षा हासिल गर्ने महान अभिलाषका साथ पाल्नुभएका सम्पूर्ण न्यायप्रेमी विद्यार्थी साथीहरूमा स्वतन्त्र विद्यार्थी युनियन रत्नराज्य लक्ष्मी क्याम्पसको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज हामी कार्यक्रम समापन समारोह र पुरस्कार वितरणमा छौँ। आज विशेष गरी सर्वप्रथम मैले भन्नै पर्छ, विद्यार्थी माता सरस्वतीको आज हामीले पूजा गरेका छौँ। आज सरस्वती माताले सम्पूर्ण विद्यार्थी साथीहरू, प्राध्यापक, कर्मचारी, सम्पूर्ण विद्यार्थी सङ्गठनका नेताजीहरूमा सरस्वती माताले सबैको मन मस्तिष्कमा सरस्वतीको बास हुनेछ भन्ने हामीले आशाका साथ आज पूजा गरेका छौँ। हामीले पक्कै पनि यो आश पुऱ्याउनेछ र सरस्वतीले हामीलाई सधैँभरि सरस्वतीको बास गराउनुहुनेछ भन्ने आश गरेका छौँ। यस आरआर क्याम्पसमा पनि सरस्वती पूजा आज सम्पूर्ण विद्यार्थी साथीहरूको उपस्थितिमा सकारात्मक रूपमा हामीले आज पूजा आराधना गऱ्यौँ। सँगै आज नवागत विद्यार्थीहरू जसले सुदूरदेखि मेचीदेखि महाकालीसम्मका विभिन्न भूभागबाट काठमाडौँ आएर एउटा उच्च शिक्षा हासिल गर्ने ठुलो सोच राखेका विद्यार्थी साथीहरूले एउटा मानवीय क्याम्पस आरआरमा प्रवेश गर्नुभएको छ। सर्वप्रथम त सबै साथीहरूलाई शुभकामना भन्न चाहन्छौँ र आगामी दिनमा तपाईँहरूको उच्च शिक्षा आरआर क्याम्पस मात्रै होइन, यो देशको नेतृत्व गर्ने भोलिको दिनमा कलाकारिता, पत्रकारिता, राजनीतिक हरेक विधामा तपाईँहरूको छुट्टै खालको दखल रहनेछ भन्ने कुरामा स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पस ठुलो आश राख्दछ। र स्वतन्त्र विद्यार्थी युनियन 2081मा जुन चैत्र 5 गतेको सुबी चुनावमा मैले प्रत्येक विद्यार्थीको क्लासमा गएर जसरी भोट मागेको थिएँ, जसरी विद्यार्थीहरूले ममाथि ठुलो खालको अपेक्षा राखेको थियो, त्यो अपेक्षा सोमेन आज 1 वर्ष हाराहारी पुग्न थालेका छौँ। 1 वर्षमा विद्यार्थीका माग मैले मेरो नेतृत्वको टिमले हामी सम्पूर्ण सुबिउको कार्य समितिले विद्यार्थीले जुन खालको गुनासो राख्नु भएको थियो त्यो गुनासो दिन प्रतिदिन सहज हुँदै गएको छ, समापन हुँदै गएको छ।
हामीले मास्टरमा जर्नलिजम ल्याउने कुरा हामीले विद्यार्थीलाई क्लासमा गएर भनेका थियौँ। ब्याचलरमा पढ्ने साथीहरूलाई हाराहारी 2 वर्ष अगाडि आरआई क्याम्पसको सेन्ट्रल डिपार्टमेन्ट सरेर टिम गएको थियो। त्यतिखेर मैले धेरै विद्यार्थीहरूलाई आश्वासन दिएको थिएँ कि आरआईमा जर्नलिजम ल्याउने कुरामा यहाँको स्वतन्त्र विद्यार्थी युनियन र मेरो नेतृत्वमा निर्वाचित भइसकेपछि मैले आरआईमा जर्नलिजम ल्याउँछु भनेको थिएँ विद्यार्थी साथीहरूलाई। आज आरआई क्याम्पसमा मास्टरमा जर्नलिजम आएको छ र 50-60 जना विद्यार्थीहरू मास्टरमा आरआईमा जर्नलिजम पढ्न पाउनु भएका छन्। यो धेरै ठुलो कुरा हो। आरआई क्याम्पसको सुविधाको सबैभन्दा ठुलो सफलता पहिलो कार्यकालको पहिलो हामीले मिटिङमै निर्णय गरेका थियौँ। त्यो निर्णय सफल भएको छ। त्यसको लागि त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायका परिवार र क्याम्पस परिवारलाई हृदयदेखि स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि तपाईँहरूले यसरी समन्वय गर्यो भने आरआई क्याम्पसको सबैभन्दा ठुलो समस्या यहाँको भौतिक संरचनाको हो। मैले पटक पटक भन्दै आएको छु, यहाँको भौतिक संरचना समाधान गर्न आयो भने सक्यो भने अहिले जसरी आज ब्याचलरका विद्यार्थी साथीहरूले म्युजिकबाट आफ्नो प्रस्तुति दिएर नयाँ विद्यार्थीहरूलाई स्वागत गर्नुभयो, त्यसै गरी भोलिको दिनमा मास्टरमा पनि आरआई क्याम्पसमा सङ्गीत विषयलाई राखेर त्यो अनुसारको भौतिक संरचनासँगै हरेक इन्फ्रास्ट्रक्चर जोड्न सक्यो भने आरआईमा फेरि मास्टरमा म्युजिक विषय मेरो 1 वर्ष बाँकी रहेको कार्यकालमा मैले ल्याउन सक्ने ठुलो प्रयत्न गर्नेछु। र त्योभन्दा पहिला आरआई क्याम्पसको सबैभन्दा ठुलो जडको विषयमा रहेको यहाँको भौतिक संरचना, यसका लागि पहल गर्नुपर्ने कुरामा क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र विभिन्न सङ्घ सङ्गठनका नेता आदरणीय नेतृत्वज्यूहरूले यसको लागि पहल गरिदिनुहुनेछ भन्ने ठुला आशा राखेका छौँ। र हामीले स्वतन्त्र विद्यार्थी युनियनले बृहत रचनात्मक सप्ताह माघ 3 गतेदेखि 9 गतेसम्मको आयोजनामा जुन हामीले 13वटा विधाका कार्यक्रम राख्यौँ, 13वटा विधाको कार्यक्रममा झन्डै 6-700 विद्यार्थीहरूले त्यसमा भाग लिनुभएको छ भने 200-300 जना विद्यार्थीहरू त्यसमा विनर भएर आज मेडल प्रमाणपत्र पाउनुहुनेछ र पुरस्कृत हुनुहुनेछ। र माघको 14 गतेबाट उनले त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठुलो कपको रूपमा चिनिएको भिसी कप, उपकुलपति कप, यसमा आरआई क्याम्पसको विद्यार्थी साथीहरूको राम्रो मूल्याङ्कन भएको छ। र यो रचनात्मक सप्ताहबाट मूल्याङ्कन भएका विद्यार्थी साथीहरूलाई हामी भिसी कपमा पठाउनेछौँ र त्यसपछि सिलेक्सन भएका साथीहरू पिएम कपमा जानुहुनेछ। राष्ट्रिय स्तरको खेल प्रदर्शनमा आरआई क्याम्पस केही कुरामा पनि कमी छैन र पछाडि हट्दैन भन्ने कुरा यहाँको स्वतन्त्र विद्यार्थी युनियनले तपाईँको साथ समर्थन गर्नुपर्ने कुरामा सधैँभरि अघि बढ्दैछ भन्दै धेरै भाषण नगरिकन सम्पूर्ण साथीहरूलाई रत्नराज लक्ष्मी क्याम्पसमा स्वागत छ। र आज सरस्वती माताको पूजा गर्नुभएको छ। सम्पूर्ण विद्यार्थी साथीहरूको मन मस्तिष्कमा सरस्वती माताले बास गरून् भन्दै मेरा 2 शब्द यही राख्छु। हस्, धन्यवाद, अभिवादन। धेरै धेरै धन्यवाद सभापतिज्यू। र यसपछि हामी साङ्गीतिकको क्रमलाई जोड्नेछौँ र कसैका केही त्यस्तो छ भने तयारी गर्नुभएको छ भने यहाँ नाम दिनुहोला र आफ्नो प्रस्तुति राख्नको लागि मलाई यहाँ सम्पर्क गर्नुहोला। नृत्य, गीत, गजल, कविताहरू कुनै रचनाहरू छ भने है हामी नृत्यको क्रमलाई जोड्नेछौँ र नृत्य प्रस्तुत गर्ने साथीहरू तयारी अवस्थामा हुनुहुन्छ र मञ्चमा आइदिनु होला। फेरि मैले मन्तव्यको क्रमलाई जोड्न चाहेँ र यो अरू साङ्गीतिक अलिक तयारी अवस्थामा छैन, तयारी हुँदैछ र आफ्नो मन्तव्य राखिदिनु हुन विशिष्ट अतिथि आरआर क्याम्पसका क्याम्पस प्रमुख डाक्टर पदम अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु।
रचनात्मक सप्ताहको समापन र पुरस्कार वितरण कार्यक्रमका आयोजक तथा सभापति र यस क्याम्पसका स्वतन्त्र विद्याजीवनका सभापति लोकेश कुमार खड्काज्यू, कार्यक्रमका प्रमुख अतिथि समीर बडालज्यू, त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथि डाक्टर दीपक पराजुलीज्यू, उहाँ विद्यार्थी कल्याण प्रमुख पनि हुनुहुन्छ, लगायत क्याम्पसका सहायक क्याम्पस प्रमुखज्यूहरू, विद्यार्थी कल्याण प्रमुखज्यू र यस क्याम्पसका प्राध्यापक सङ्घ इकाइका सभापति विनोद मण्डलज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरू र यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थीहरू र कार्यक्रममा भाग लिनुहुने सम्पूर्ण प्रतियोगी विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णमा म हार्दिक आभार व्यक्त गर्दै म क्याम्पसको यस कार्यक्रम आयोजना गर्नुहुने र आयोजनालाई सम्पन्न गर्नुहुने सम्पूर्ण सम्बन्धित स्वतन्त्र विद्यार्थी युनियन, विद्यार्थी कल्याण प्रमुखज्यू लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आज हामी 2065 सालको रचनात्मक सप्ताह समापन र आज विद्यार्थी र क्याम्पस लगायत सम्पूर्ण शिक्षाप्रेमी शिक्षित व्यक्तिहरूलाई स्वर्ण अवसरको दिन भनेर सरस्वती पूजा पनि भन्ने गरिन्छ। यस सरस्वती पूजाको उपलक्ष्यमा म सम्पूर्ण उपस्थित महानुभावहरूलाई र विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो अवसर भनेको सरस्वतीको लागि हामीले प्रार्थना गर्ने दिन हो। हुन त क्याम्पस आफै सरस्वतीको मन्दिर पनि हो। त्यसैले हामी जहिले पनि शिक्षालाई नै बढी प्राथमिकता दिन्छौँ। क्याम्पसमा आउनु भनेकै हामीले शिक्षित जनशक्ति भएर अगाडि बढ्नु हो र त्यसलाई पनि शैक्षिक जनशक्ति अर्थात् शैक्षिक इन्टेलेक्चुअल प्रपर्टी भनेर भन्ने गरिन्छ। त्यो अत्यन्त अपरिहार्य हुन्छ र हामीले कति जनशक्ति तयार गर्दैछौँ भन्ने कुरा नि हामीले यही विद्यालाई ध्यान दिइरहेका अवस्था। एउटा भनाइ के छ भने मानिसमा 1000 गुण वैगुण छ, तर ऊ शिक्षित छ भने ती वैगुणहरूलाई शिक्षाले नै जित्दछ। त्यसैले सरस्वतीले हामी सबभन्दा पहिले प्रार्थना गर्दछौँ। त्यो भनाइ कौटिल्यको अथवा कौटिल्यको दर्शनबाट लिएको। त्यसैले शिक्षा सबभन्दा ठुलो गुण हो र हामीले शिक्षित भयौँ भनेदेखि हामीभित्रका अवगुणहरूको त्यसले नाश पाएर लैजान्छ। त्यसैले आजको यो दिन हामीले शिक्षालाई विशेष प्रार्थना गर्ने दिन, सरस्वतीलाई पूजा गर्ने दिनको रूपमा हामी लिन्छौँ। त्यसै गरी आज हामीले क्याम्पसको रचनात्मक सप्ताह सम्पन्न गरेर समापन पुरस्कार वितरण तथा समापन गर्ने कार्यक्रम पनि रहेको छ। यसमा सम्पूर्ण प्रतियोगीहरूले भाग लिएर क्याम्पसले गर्नुपर्ने जुन कामहरू छन् यसलाई एक स्टेप अगाडि पुर्याउनु भएको छ। यसप्रति स्वतन्त्र विद्यार्थी युनियनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र पुनः म धन्यवाद दिन चाहन्छु। र के कुराहरू अघि सभापतिज्यूले पनि भन्नुभयो, क्याम्पसको बृहत लक्ष्य छ, पुरा गर्न हामी अगाडि बढ्दै जानुपर्छ। हामीले हरेस खाएका छैनौँ, समस्याहरू धेरै छन्। कहिलेकाहीँ केही कुराहरू गर्नका लागि नजिक पुगे जस्तो हुन्छ, फेरि अड्किन्छ, यस्ता अवरोधहरू भइरहन्छ। तर हामीलाई आशा छ हामी क्याम्पसको भौतिक संरचना, आधुनिक लाइब्रेरी, उचित खेलकुद मैदान जस्ता तयार पारेर विद्यार्थीहरूलाई के भनेदेखि एउटा शैक्षिक उन्नयन गर्ने एउटा दिगो वातावरण बनाउने प्रयास पनि गरिरहेको छ। हामी गर्छौँ, हाम्रो त्यो सपना होइन, हामीले त्यसलाई चाहिँ पुरा गर्नै पर्ने हुन्छ। तर अवरोधहरू तपाईँहरूले पढाइ लेखेका विद्यार्थीहरूले, अभिभावकहरूले चाहिँ अतिथिज्यूहरूले पनि के बोल्नुपर्ने हुन्छ भने धेरै समस्याहरू आउँछन्। एउटा समस्या आइदियो भने त्यसले समयलाई अति
पछाडि धपालिन्छ। त्यस्तै अवस्थामा देश राष्ट्रको शैक्षिक संस्थाहरू बचिरहेका हुन्छन्, विश्वविद्यालयमा विभिन्न किसिमका अवरोधहरू आइरहेका हुन्छन्। ती कुराहरूलाई पनि हामीले समयमै एउटा शिक्षित जनशक्ति भएर समाधानको उपाय गर्नुपर्ने हुन्छ र मूलत हाम्रो शैक्षिक क्यालेन्डरलाई पनि हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ। विद्यार्थीहरूसँग के आग्रह छ भने हामीले खेलकुदलाई अत्यन्तै महत्त्व दिनुपर्ने हुन्छ। बढी भएको समयमा कि त लाइब्रेरी बस्नु अरे कि खेलकुद गरेर समय व्यतीत गर्नु। खेलकुदले हाम्रो बौद्धिक विकास सँगसँगै शारीरिक विकास पनि अगाडि बढाउँदै लैजान्छ। त्यसैले विद्यार्थीहरूलाई यी सुविधाहरू कलेज क्याम्पसहरूले आयोजना गर्नलाई नियमन प्रदान गरिरहेको हुन्छ, सुविधा प्रदान गरिरहेको हुन्छ र त्यसै गरी आज यो कार्यक्रम सम्पन्न भइसकेको छ र यसको पुरस्कार वितरण र अनि समापन कार्यक्रममा उपस्थित हुनुहुने हाम्रा सम्पूर्ण उपस्थित महानुभावहरू, विद्यार्थी भाइ बहिनीहरूलाई पुनः म एकपटक आभार तथा स्वागत गर्दै म मञ्चमा धेरै कुरा भन्न चाहन्न। अन्य रचनात्मक कार्यक्रमहरू धेरै छन्, त्यसैले म बिदा लिन चाहन्छु। धेरै धेरै धन्यवाद। र यसपछि निकै लोकप्रिय कलाकार, राष्ट्रिय कलाकार, विशेष गरेर आजको यो कार्यक्रमको विशेष आकर्षक व्यक्ति, तपाईँहरूले मन पराउनु भएको जुन गीत पनि बजारमा हिटै हिट जुन आयो त्यो हिट भइहाल्ने र कलाकार, लोकप्रिय कलाकार मिस्टर डी हामीलाई बिच आइपुग्नु भइसकेको छ। उहाँलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। फेरि पनि उहाँको लागि एउटा जोरदार ताली बजाइदिनु होला है। कलाकारलाई ताली चाहिन्छ क्या, तब मजा आउँछ। र यसपछि पनि मैले साङ्गीतिकको क्रमलाई नै जोड्न चाहेँ, नृत्यबाट जोड्न चाहेँ। हाम्रा प्रस्तुतिहरू, प्रतिभाहरू कि धेरै छन् यो क्याम्पसमा पनि। र आजको पहिलो प्रस्तुति रहेको छ नृत्यबाट। मैले नृत्यको टिमका सम्पूर्ण कलाकार साथीहरूलाई स्टेजमा आमन्त्रण गराउन चाहेँ र आफ्नो नृत्य प्रस्तुति गरिदिनु हुन आकृति आचार्यको टिमलाई यहाँ स्टेजमा आमन्त्रण गराउन चाहन्छु।